Namaste, welcome to the demo video of KitabSoft software. किताब सफ्टवेयर चाहिँ हजुरको कम्प्लिट डिजिटल सल्युसन हो बुक स्टोर र स्टेसनरी बिजनेसेसको लागि। बुक स्टोर र स्टेसनरी बिजनेस चलाउन चाहिँ इजी चाहिँ छैन। हजुरले थाउजन्ड अफ बुक्सलाई बुक्सको सँगसँगै कस्टमर, क्रेडिट, सेल्स, पेमेन्ट, स्टक सबै कुरालाई म्यानेज गर्नुपर्छ। यो सबै काम म्यानुअली गर्दाखेरि चाहिँ हजुरको कन्फ्युजन क्रिएट हुने चान्स, मिस्टेक हुने चान्स चाहिँ एकदम हाई हुन्छ। त्यसैले यही प्रब्लमहरूलाई सल्भ गर्नलाई चाहिँ किताबसफ्ट चाहिँ डिजाइन भएको एउटा सिम्पल सिस्टम हो। यसले चाहिँ हजुरको इन्टायर बिजनेसलाई डिजिटल्ली म्यानेज गर्दै हजुरको टाइमलाई सेभ गर्दै हजुरको इयर्सहरूलाई कम गर्दै प्रफिट चाहिँ म्याक्सिमाइज गर्न हेल्प गर्छ। किताब सफ्टवेयर चाहिँ अरू सफ्टवेयरभन्दा डिफ्रेन्ट छ। किन छ भन्दाखेरि चाहिँ यो चाहिँ स्पेसली बनाइएकै हो बुक र स्टेसनरी बिजनेसको लागि। यो चाहिँ सप ओनर्सहरूले रियलमै फेस गर्ने प्रब्लमहरूलाई हेरेर बुझेर डिजाइन गरेको सफ्टवेयर हो। यो चाहिँ नन टेक्निकल युजर्सले पनि इजिली युज गर्न सक्नुहुन्छ। त्यस्तो कम्प्लेक्स चाहिँ छैन। यो चाहिँ हजुरको दुवै कम्प्युटर र मोबाइलमा चाहिँ चल्छ। यसले चाहिँ हजुरको टाइमलाई सेभ गर्दै र म्यानुअल वर्कलाई पनि कम गर्दै जान्छ। यसलाई चाहिँ हजुरले जुनसुकै ठाउँमा पनि एक्सेस गर्न सक्नुहुन्छ। वेब बेस्ड सिस्टम भएको कारणले जुनसुकै ठाउँबाट पनि हजुर घरमा भए पनि हजुरको बिजनेसमा भए पनि हजुर कतै बाहिर जाँदा पनि यसलाई सिम्पली ट्याब, मोबाइल फोन, ल्यापटपबाट चाहिँ युज गर्न सक्नुहुन्छ। यसमा युज भएको छ क्लाउड बेस्ड सिस्टम, जसले हजुरको डाटालाई चाहिँ सेफ र सेक्युर राख्ने काम गर्छ। त्यही भएर हजुरलाई डाटा लसको पनि रिस्क हुने छैन। यसमा रहेको की फिचर्सहरू चाहिँ म हजुरलाई भन्न गइरहेको छु। त्यसपछि यहाँ स्क्रिनमा देखिएको सबै फङ्सन्सहरूलाई म एक्सप्लेन गर्नेछु। यसमा हजुरको की फिचर रहेको छ स्मार्ट सेल्स म्यानेजमेन्ट। यसमा चाहिँ हजुरले बिल चाहिँ एकदमै छिटो र इजिली बनाउन सक्नुहुन्छ र यसमा चाहिँ प्री अर्डर्सहरूलाई एन्ट्री गरेर त्यसलाई पछि स्टक हुँदा या सामान दिने बेलामा चाहिँ सेल्समा पनि कन्भर्ट गर्न सक्नुहुन्छ। हजुरले यसमा रिअर्डर लेभल सेटअप गरेर चाहिँ स्टकको सामानको रिअर्डर लेभल सेटअप गरेर अटो रिअर्डर वेन स्टक इज नट अभाइलेबल, हजुरले स्टक सकिएपछि अटो रिअर्डरको पनि सिस्टम यसमा रहेको छ। हजुरको अब स्टक कम भएको आइटमलाई हजुरले सेल हुनबाट स्टप गर्न पनि सक्नुहुन्छ अटोमेटिकल्ली। हजुरले कस्टमरको लागि क्रेडिट लिमिट पनि सेट गर्न सक्नुहुन्छ। त्यसपछि यसमा रहेको छ अर्को फिचर स्कुल एन्ड क्लास बेस्ड सेल्स। यसमा चाहिँ हजुरले स्कुल र क्लास चाहिँ डाइरेक्टली सिलेक्ट गरेर चाहिँ बुक लिस्टलाई चाहिँ एउटा सेट जस्तो बनाएर क्रिएट गर्न सक्नुहुन्छ। त्यसले गर्दाखेरि चाहिँ सेल्स बिल गर्दाखेरि चाहिँ हजुरलाई म्यानुअली आइटमहरू चाहिँ एड गर्न पर्दैन। यसले चाहिँ बिलिङलाई मोर फास्टर र मोर एक्युरेट बन्न सक्छ। यसको अर्को फिचर रहेको छ फ्लेक्सिबल युनिट सेल्स। हजुरले चाहिँ आइटमहरू चाहिँ डिफ्रेन्ट युनिट्समा सेल गर्न सक्नुहुन्छ, जस्तै कि पिस, डजन, प्याक, यस्तो। अर्को फिचर चाहिँ यसमा के रहेको छ भन्दाखेरि प्राइस एन्ड डिस्काउन्ट कन्ट्रोल। हजुरले यसमा चाहिँ बुकको चाहिँ रेटलाई चाहिँ लक गर्न सक्नुहुन्छ। हजुरले सेट गरेको डिस्काउन्ट यदि चेन्ज भयो भने चाहिँ हजुरले एउटा अलर्ट जस्तो मेसेज आउँछ। हजुरले कति डिस्काउन्ट दिनुभयो कस्टमरलाई भनेर ट्र्याक गर्न सक्नुहुन्छ। त्यसै गरी हजुरको नै फुल कन्ट्रोल हुन्छ हजुरको प्राइसिङमा। यसमा अर्को सिस्टम रहेको छ रिटर्न एन्ड भ्यालिडेसन सिस्टम। हजुरले सेल्स रिटर्न गर्दाखेरि सेल्स बिल, एक्चुअल बिल र सेल्स रिटर्नमा क्वान्टिटी, डिस्काउन्ट यदि आइटम चाहिँ मिस्टेक भयो भने चाहिँ हजुरले एउटा अलर्ट आउँछ मिसम्याचको लागि, जसले गर्दा चाहिँ हजुरको भ्यालिडेसन सिस्टम पनि एकदमै स्ट्रङ हुन्छ। र हजुरले लास्ट रिटर्न डेट पनि सेट गर्न सक्नुहुन्छ टु प्रिभेन्ट लेट रिटर्न्स। यसमा अर्को हाम्रो फिचर रहेको छ डेलिभरी म्यानेजमेन्ट, जसमा हजुरले एउटा हजुरको सेल्स बिल, डेलिभरी बिल, सेल्स बिल जुन डेलिभरी हुन्छ त्यसमा चाहिँ हजुरले डेलिभरी भेहिकललाई ट्र्याक गर्न सक्नुहुन्छ, फेयर एमाउन्टलाई रेकर्ड गर्न सक्नुहुन्छ, हजुरको भेहिकल नम्बरलाई स्टोर गर्न सक्नुहुन्छ र हजुरले थाहा पाउन सक्नुहुन्छ कि गुड्सहरू मेरो कहिले कहाँ छ, कति बेला डेलिभर हुन्छ भनेर चाहिँ हजुर ट्र्याक गर्न पनि सक्नुहुन्छ। यसमा अर्को सिस्टम भनेको पर्चेस म्यानेजमेन्ट भयो। हजुरले यसमा सिम्पल पर्चेस एन्ट्री सिस्टम पाउनुहुन्छ। हजुरले पर्चेसलाई चाहिँ डिस्काउन्टले पनि ट्र्याक गर्न मिल्छ, डिस्काउन्ट पर्सेन्टेज अटो क्यालकुलेट गर्न मिल्छ। हजुरले पर्चेसकै फ्रेमबाट चाहिँ कस्ट प्राइसको आधारमा सेल्स प्राइस पनि अपडेट गर्न मिल्छ। हजुरले बोथ क्यास एन्ड क्रेडिट पर्चेस चाहिँ म्यानेज गर्न मिल्छ। अरू यसमा रहेको छ इन्कम एन्ड एक्सपेन्स म्यानेजमेन्ट। हजुरको सेल्स पर्चेस बाहेक हुने डेली अपरेसन्स जस्तै
एक्सपेन्सेस इन्कम डेलीमा भइराख्ने चाहिँ त्यो पनि हजुरले रेकर्ड गरेर त्यसलाई पनि सिस्टममा चलाउन चाहिँ मिल्छ। अब म हजुरलाई यहाँ जेनरल सेटअपबाट चाहिँ सबै फङ्सनलाई चाहिँ एक एक गर्दै एक्सप्लेन गर्दै जाँदैछु। जेनरल सेटअपमा चाहिँ हजुरको ब्रान्च सेटअप हुन्छ। सुरुमा चाहिँ यो ब्रान्च सेटअप भनेको चाहिँ हजुरको ब्रान्च चाहिँ यहाँबाट सेटअप गर्न मिल्ने भयो। त्यसपछि यसमा आउने भयो हजुरको लगइन गरिहालेँ। ब्रान्च सेटअपमा चाहिँ हजुरको कुन ब्रान्च हो भनेर चाहिँ मेन ब्रान्च हो भनेर सब ब्रान्च हो भनेर चाहिँ यहाँ छुट्याउन पर्ने हुन्छ। त्यसपछि यसमा छ हजुरको आउटलेट। हजुरको अब मल्टिपल आउटलेट छ भने चाहिँ हजुरले मल्टिपल आउटलेट चाहिँ यहाँबाट एड गर्न मिल्छ। न्यू गरेर आउटलेटको नेम अलायस राखेर चाहिँ हजुरले यसमा एड गर्न मिल्छ। त्यसपछि अर्को छ हाम्रो एकाउन्ट म्यापिङ। एकाउन्ट म्यापिङमा चाहिँ हजुरले यो पर्चेस डिस्काउन्ट पर्चेस ट्याक्सहरूलाई चाहिँ कुन लेजरमा म्याप गरेर यही हिसाबले फाइनेन्सियल रिपोर्ट निकाल्ने भनेर चाहिँ यो म्यापिङको काम हुन्छ। यसलाई चाहिँ म अहिले फाइनेन्सको प्यानलमा चाहिँ एक्सप्लेन गर्नेछु हजुरलाई। यसपछि छ हाम्रो मोड अफ पेमेन्ट। मोड अफ पेमेन्टमा चाहिँ हजुरको बिजनेसमा युज हुने मोड अफ पेमेन्ट हजुरले पैसा तिर्दा वा पैसा लिँदा कुन कुन मोडमा पेमेन्ट हुन्छ त्यो मोड अफ पेमेन्टलाई चाहिँ एड गरेर सेल्स पर्चेसमा चाहिँ युज गर्न सक्नुहुन्छ। जस्तै न्यू गरेर एकाउन्ट टाइटल राखेर यहाँबाट चाहिँ एड गर्न सक्नुहुन्छ। अर्को प्यानल रहेको छ हाम्रो एकाउन्ट लेजर। एकाउन्ट लेजरमा चाहिँ हजुरले पार्टीको ओपनिङ ब्यालेन्स, आउटलेट वाइज पार्टीको ओपनिङ ब्यालेन्स, त्यसपछि कति एकाउन्टसम्म मैले क्रिएट गरेको, यो कुन ग्रुप अन्डरमा छ, यो ठिक छ कि छैन भनेर पनि यसबाट चेक गर्न सक्नुहुन्छ एकाउन्ट लेजर प्यानलबाट चाहिँ। त्यसपछि हाम्रो अर्को प्यानल रहेको छ म्यानेज युजर। यसबाट चाहिँ हजुरले युजर रिलेटेड सबै काम चाहिँ यसबाट गर्नुपर्ने हुन्छ। जस्तै कि युजर ग्रुप क्रिएट गर्ने हजुरको, त्यसपछि त्यो युजर ग्रुपभित्र चाहिँ युजर क्रिएट गर्ने, युजर क्रिएट गरिसकेपछि त्यसको पासवर्ड, युजर नेम र पासवर्ड हेर्ने, त्यसपछि त्यो युजर रहेको ग्रुपलाई चाहिँ कति एक्सेस दिने, यदि त्यो सेल्स हो भने उसलाई के एक्सेस दिने, के एक्सेस चाहिँ ब्लक गर्ने, यो चाहिँ हजुरले यहाँबाट म्यानेज गर्न सक्नुहुन्छ। त्यसपछि हजुरको मल्टिपल आउटलेट्स छ। त्यसपछि हजुरले सिङ्गलबाट चलाइरहनु भयो भने चाहिँ यहाँ डिपार्ट एरिया असाइनमेन्ट भनेर चाहिँ यहाँबाट सर्टेन युजरलाई एक्सेस दिन सक्नुहुन्छ आउटलेटको। यो युजर चाहिँ यो आउटलेटको हो, यो युजर यो आउटलेटको हो भनेर चाहिँ यहाँबाट छुट्याइदिन सक्नुहुन्छ। अनि त्यही हिसाबले एन्ट्री र रिपोर्टिङमा चाहिँ हजुरले सजिलो हुन्छ। त्यसपछि अर्को फिचर रहेको छ हाम्रो भेहिकल ट्र्याकिङ भनेर। यसमा चाहिँ हजुरले जिपिएस चाहिँ हजुरको भेहिकलमा राखेर यहाँबाट डिभाइस एड गरेर चाहिँ हजुरको भेहिकललाई चाहिँ रियल टाइममा ट्र्याक गर्न मिल्छ। त्यसपछि अर्को फिचर छ हाम्रो डेलिभरी म्यानेजमेन्ट भनेर। यसमा हजुरको अब राइडरकोबाट सामान डेलिभर हुन्छ भने चाहिँ हजुरले यहाँबाट राइडर असाइनमेन्ट गरेर राइडरलाई कुन बिल असाइन भयो भनेर यहाँ हेर्न मिल्छ। त्यसपछि राइडरले सामान पुऱ्याएपछि चाहिँ आएको पैसालाई पनि यहीबाट सेटल गर्न मिल्छ हजुरले। यसपछि हाम्रो रहेको छ प्रोडक्ट सेटअप। प्रोडक्ट सेटअपमा चाहिँ हजुरले प्रोडक्ट रिलेटेड सबै काम चाहिँ यसबाट गर्नुपर्ने हुन्छ। जस्तै कि प्रोडक्ट एड गर्ने, प्रोडक्टलाई एडिट गर्ने, हजुरको रिअर्डर सेटअप गर्ने, बुकको चाहिँ सेट क्रिएट गर्ने, सबै काम चाहिँ यसबाट गर्नुपर्ने हुन्छ। एड एन्ड एडिट प्रोडक्टमा चाहिँ यदि नयाँ प्रोडक्ट छ भने चाहिँ यहाँबाट एड गर्न पर्यो, या पुरानोमा केही चेन्ज गर्न छ भने त्यो पनि यहाँबाट मिल्छ। जस्तै नयाँ प्रोडक्ट एड गर्नको लागि चाहिँ न्यूमा गएँ, चाहिँ ग्रुप चुज गर्न पर्यो। सुरुमा चाहिँ ग्रुप चाहिँ बुक्स चुज गर्दै मैले, त्यसपछि आइटम नेम राख्ने, हजुरको पब्लिसर ऱ्याक वाइज सेटअप गर्नुभएको छ भने ऱ्याक पनि राख्दा हुन्छ हजुरले। त्यसपछि क्याटेगोरी जेनरल क्याटेगोरी, त्यसपछि सप्लायर युनिट चुज गरेर हजुरले रिटेलमा रेट राखेपछि चाहिँ यो प्रोडक्ट एड हुन्छ। त्यसपछि यसलाई चाहिँ सेल्स गर्न मिल्छ। त्यसपछि अर्को रहेको छ यसमा बल्क प्राइस एडिट। यसबाट चाहिँ हजुरले बल्कमा चाहिँ प्राइस एडिट गर्न सक्नुहुन्छ। यहाँ देखिएको प्राइसमा केही चेन्ज गर्न सक्नुहुन्छ, यसले बल्कमा गर्न सक्नुहुन्छ। यो बल्क प्राइस एडिट एक्सेल भनेर छ। यसमा चाहिँ हजुरसँग यो फर्मेटमा रहेको एक्सेल फाइलमा हजुरसँग डाटा छ भने चाहिँ एक्सेल फाइलबाट नै हजुरले चेन्जेसहरू गर्न सक्नुहुन्छ।
जस्तै कि यहाँ फर्मेट हजुरलाई यहाँ नोटमा भनिएको छ, यही फर्मेटमा बनाएर चाहिँ हजुरले एक्सेलको फाइल यहाँ चुज गरेर चाहिँ सेभ गर्नुभयो भने चाहिँ त्यही अनुसारले हजुरको रेट चेन्ज हुन्छ। त्यसपछि अर्को छ हाम्रो रिअर्डर लेभल सेटअप। यो चाहिँ आइटमको मिनिमम क्वान्टिटी र म्याक्सिमम क्वान्टिटी सेट गर्ने चाहिँ काम चाहिँ यहाँबाट हुन्छ। यदि हजुरले एउटा आइटमको चाहिँ मिनिमम क्वान्टिटी र म्याक्स क्वान्टिटी सेट गर्नुभयो भने चाहिँ यो क्वान्टिटीसम्म हिट हुने बित्तिकै हजुरको अटो रिअर्डरमा जान्छ। त्यसपछि हजुरलाई कुन स्टक सकिएछ भनेर चाहिँ हजुरलाई टेन्सन लिइराख्नु पर्दैन। त्यसपछि अर्को हाम्रो रहेको छ एजिङ स्लाइस भनेर। हजुरको एजिङ एनालाइसिसको लागि चाहिँ एजिङ स्लाइसबाट चाहिँ यहाँ स्लाइसहरू चाहिँ एड गर्न सक्नुहुन्छ। जस्तै कि कति फर्स्ट स्लाइसमा 10 डेज, सेकेन्ड स्लाइसमा 20 डेज, थर्ड स्लाइसमा 42 डेज, यसरी सेट गरेर हजुरको क्रेडिट कुन स्लाइसमा पर्छ, कुन डेजमा कति डेजमा पर्छ भनेर चाहिँ त्यसको एजिङ एनालाइसिस पनि गर्न सक्नुहुन्छ। हजुरको यो बुक लिस्टबाट चाहिँ हजुरले एउटा क्लासको एउटा स्कुलको लागि चाहिँ एउटा बुक सेटहरू चाहिँ क्रिएट गर्न सक्नुहुन्छ। जस्तै कि यस्तो क्लास 4 स्कुल चाहिँ यो भयो। त्यसपछि यहाँ क्रिएट गरेको बुक लिस्ट चाहिँ हजुरले सेल्स बिलमा चाहिँ नर्मली एउटा इन्ट्री गर्न पर्दैन। जस्तै कि यहाँ सेट जति भन्छ यहाँ रेट लगाइएको छ, यही रेट नै सबै हजुरको एकचोटि आउने गर्छ, त्यही भएर हजुरको टाइम चाहिँ सेभ हुने भयो। प्रोडक्ट सेटअप पछि हाम्रो अब अर्को प्यानल रहेको छ सेल्स। सेल्सबाट चाहिँ हजुरले सेल्स इन्भोइस क्रिएट गर्ने, सेल्स लिस्ट हेर्ने, सेल्स रिटर्न गर्ने, सेल्स भोइड गर्ने कामहरू चाहिँ सेल्सबाट हुन्छ। सेल्स इन्भोइस क्रिएट गर्नको लागि चाहिँ यहाँ ट्याक्स इन्भोइसमा जानु पर्यो हजुर। त्यसपछि आउटलेट कुन आउटलेटभित्र सेल्स गर्ने भने चाहिँ यहाँ सिलेक्ट गर्नु पर्यो। त्यसपछि आइटम नेम सर्च गर्नु पर्यो। आइटम नेम सर्च गरेर क्वान्टिटी राख्नुभयो भने चाहिँ यसरी। त्यसपछि यसलाई पोस्ट गरिदिनु भयो भने चाहिँ डिस्काउन्ट छ भने बिलमा डिस्काउन्ट राख्नु पर्यो, टेन्डर एमाउन्ट यहाँ राख्नु पर्यो हजुरले। त्यसपछि जेनरल सेल्स हो कि पार्टी वाइज सेल्स हो यहाँबाट चेक गरेर पोस्ट गरिदिनु भने चाहिँ सेल्स बिल पोस्ट हुन्छ। सेल्स बिल पोस्ट भएपछि चाहिँ हजुरले यदि कतिवटा सेल्स बिल चाहिँ हजुरको मिस्टेक भएको हुन्छ, सानो मिस्टेक हुन्छ, त्यो मिस्टेक चाहिँ एडिट गर्न पर्यो भने चाहिँ हजुरले सेल्स लिस्टबाट गर्न सक्नुहुन्छ। यहाँबाट सर्च गरेर यसलाई एडिट गरेर चाहिँ कहिले अब हजुरको पार्टी सेम मिस्टेक चुज भइरहेको हुन्छ, कहिले आइटमको क्वान्टिटी फरक परिरहेको हुन्छ, त्यसलाई चाहिँ यहाँबाट मिलाउन सक्नुहुन्छ। इजिली एडिट गरेर चाहिँ यसरी चाहिँ मिलाउन सक्नुहुन्छ। सेल्स लिस्ट पछि चाहिँ हाम्रो छ सेल्स रिटर्न। सेल्स रिटर्न चाहिँ हजुरको सेल्स इन्भोइस जस्तै नै छ। यसमा चाहिँ सेल्स एक्चुअल सेल्स बिलमा जुन आइटम छ यसमा पनि त्यो आइटम सर्च गर्न पर्यो हजुरले। यदि मिसम्याच हुने बित्तिकै हजुरलाई एउटा अलर्ट आइहाल्छ। त्यही भएर हजुरले सबै हेरेर चेक गरेर चाहिँ सेल्स रिटर्न इन्ट्री गर्न पर्ने भयो, क्वान्टिटी राख्न पर्ने भयो। त्यसपछि पोस्ट गरेर चाहिँ यदि त्यो ओरिजिनल बिलमा डिस्काउन्ट छ भने चाहिँ यहाँ डिस्काउन्ट पनि राख्न पर्यो हजुरले, छैन भने चाहिँ नराख्दा हुन्छ। त्यसपछि रेफ कोडमा चाहिँ हजुरले एक्चुअल बिल नम्बर कुन बिल नम्बर हो रिटर्न भएको ओरिजिनल सेल्स बिलको नम्बर चाहिँ यहाँ राख्न पर्ने हुन्छ। त्यसपछि हजुरले पोस्ट गरेर चाहिँ यो सेल्स रिटर्नको एन्ट्री चाहिँ गर्न सक्नुहुन्छ। त्यसपछि हाम्रो अर्को छ सेल्स भोइड भनेर छ। सेल्स भोइडको चाहिँ कस्तो भन्दाखेरि हजुरको अब एउटै बिल डबल एन्ट्री भएको छ, हजुरको अब डबल एन्ट्री भएको छ, अब कम्प्लिटली सबै आइटम नै मिस्टेक भएको छ भने चाहिँ त्यो बिललाई चाहिँ एडिट गरेर चाहिँ हजुरलाई झ्याउ हुन्छ भने चाहिँ हजुरले यसबाट डिलिट गर्न सक्नुहुन्छ। यसले चाहिँ बिललाई डिलिट गरेर फेरि एउटा क्रिएट गर्न सक्नुहुन्छ। यहाँ गएर एक्सनमा गएर यो बिललाई चाहिँ भोइड इन्भोइस गर्नु भने चाहिँ यो चाहिँ डिलिट हुन्छ। त्यसपछि अर्को रहेको छ यसमा कस्टमर अर्डर भनेर। यसमा चाहिँ हजुरले कस्टमरबाट आउने अर्डरलाई पहिले नै क्रिएट गरेर चाहिँ आइटम वाइज पहिले नै क्रिएट गरेर हजुरले पछि अहिले नै क्रिएट गरेर चाहिँ यहाँबाट पोस्ट गर्नुभयो भने चाहिँ यो चाहिँ अर्डर लिस्टमा आएर चाहिँ यहाँ बस्छ। त्यसपछि यसलाई डाइरेक्टली बिलमा कन्भर्ट गर्न मिल्छ हजुरको चाहिँ। यसले चाहिँ हजुरको टाइम चाहिँ सेभ गर्ने गर्छ। त्यसपछि हाम्रो अर्को रहेको छ स्पेसिमेन। स्पेसिमेन चाहिँ यहाँबाट चाहिँ क्रिएट गर्न मिल्छ हजुरको, स्पेसिमेन कपी क्रिएट गर्न मिल्छ। अब कुन स्कुललाई कुन टिचरलाई दिएको यहाँ नाम राखेर पनि गर्न मिल्छ। जस्तै कि मैले अब यो स्कुललाई दिए कपी भने चाहिँ स्पेसिमेन कपी अब यहाँ एन्ट्री गर्न मिल्छ हजुरले। त्यसपछि
यसरी एन्ट्री गर्न मिल्छ हजुरले स्पेसिमेनको चाहिँ। त्यसपछि हाम्रो यसमा अर्को रहेको छ भनेको पोस्टेड चेक। हजुरलाई अब आउटस्ट्यान्डिङ चेक आएको छ, हजुरले तिर्दाखेरि पनि आउटस्ट्यान्डिङ के दिनुभएको छ भने चाहिँ हजुरले यहाँबाट भाउचर क्रिएट गरेर चाहिँ मेरो ब्याङ्क चाहिँ कहिले सेटल हुन्छ भनेर चाहिँ यो चेक चाहिँ कहिले साटिन्छ भने चाहिँ अब एन्ट्री गर्न मिल्छ। हजुरले पेमेन्ट हो कि हजुरलाई रिसिभ भएको, कुन पार्टीबाट रिसिभ भएको, अब यसको ब्यालेन्स, एमाउन्ट कतिको चेक हो, त्यसपछि हजुरको ब्याङ्क चुज गर्नु पऱ्यो हजुरले यहाँ। अब चेक नम्बर हजुर राख्नु पऱ्यो अनि इस्यु डेट कहिले इस्यु भएको यहाँ राखेर चाहिँ हजुरले सेभ गर्नु भने चाहिँ पोस्टेड चेक एन्ट्री हुन्छ। अब त्यो डे आएपछि चाहिँ 60 दिन आएपछि चाहिँ यो आफै साटिन्छ। अर्को रहेको छ हाम्रो पार्टी। यसबाट चाहिँ हजुरले पार्टी रिलेटेड सबै काम यसबाट गर्न सक्नुहुन्छ। जस्तै कि कस्टमर एड गर्ने, सप्लायर एड गर्ने, हजुरको केही पार्टीमा केही चेन्ज गर्न पर्यो भने डिटेल यसबाट गर्न मिल्छ। जसरी अब कस्टमरमा गएँ म, अब नर्मल्ली न्यूमा क्लिक गरेँ, त्यसपछि नयाँ पार्टीलाई यहाँबाट पार्टी नेम राखेर राख्न पर्यो। त्यसपछि ओपनिङ ब्यालेन्स छ भने ओपनिङ ब्यालेन्स, त्यसपछि प्यान भ्याट नम्बर यहाँ राखेर अनि कुन ग्रुप अन्डरमा पर्छ यो डेप्टर्स क्रेडिटर्स त्यो सेलेक्ट गरेर चाहिँ हजुरले सेभ गर्न सक्नुहुन्छ। अब सप्लायरको लागि पनि सेम प्रोसेस हो। सप्लायरमा क्लिक गरेर चाहिँ यदि नयाँ सप्लायर चाहिँ एन्ट्री गर्न छ भने चाहिँ यहाँ न्यूमा गएर सप्लायरको नेम, यसको प्यान भ्याट नम्बर, त्यसपछि क्रेडिट लिमिट छ भने चाहिँ प्यान भ्याट नम्बर, त्यसपछि ग्रुप अन्डर कुन ग्रुपमा पर्छ, क्रेडिटर्समा हो भने क्रेडिटर्समा, त्यसपछि चाहिँ यहाँबाट सेभ गर्न सक्नुहुन्छ। त्यसपछि नयाँ पार्टी एन्ट्री हुन्छ। अब अर्को रहेको छ हाम्रो इजी ट्रान्ज्याक्सन भनेर। इजी ट्रान्ज्याक्सनमा चाहिँ हजुरले सेल्स पर्चेस बाहेक हजुरको बिजनेसमा हुने आम्दानी र खर्चलाई चाहिँ यसमा चढाउन सक्नुहुन्छ। जस्तै कि नर्मल एक्सपेन्स एन्ट्री चाहिँ अब काउन्टरबाट पैसाहरू गइरहेको हुन्छ हजुरको डिफ्रेन्ट एक्सपेन्स टाइटलमा, त्यो चाहिँ यहाँबाट एन्ट्री गर्न सक्नुहुन्छ। जस्तै कि अब पानीहरूमा खर्च भइरहेको हुन्छ, अब पानीहरूमा यहाँ टाइटल क्रिएट गर्नु पर्यो। त्यसरी वाटर एक्सपेन्सेस भनेर क्रिएट गरेर चाहिँ अब कति खर्च हुन्छ डेमा 100 भयो, यो चाहिँ यसलाई एन्ट्री गरेर चाहिँ हजुरको अन्य एक्सपेन्सेसलाई पनि ट्र्याक गर्न सक्नुहुन्छ हजुरले चाहिँ। त्यसपछि हाम्रो अब रहेको छ पार्टी पेमेन्ट एन्ड रिसिप्ट। यसबाट चाहिँ हजुरले क्रेडिटमा दिनुभएको पार्टीलाई चाहिँ पैसा दियो भने चाहिँ रिसिप्ट एन्ट्री गर्न सक्नुहुन्छ, या हजुरले पेमेन्ट गर्न छ भने चाहिँ त्यसलाई पेमेन्ट एन्ट्री गर्न सक्नुहुन्छ। नर्मली हजुरले मोड सेलेक्ट गर्नु पर्यो, सुरुमा पेमेन्ट हो कि रिसिप्ट हो, त्यसपछि पार्टी चुज गर्नु पर्यो। अब एमाउन्ट कतिको रिसिप्ट हो, त्यसपछि यहाँ पेमेन्ट मोड के हो यो चाहिँ सेलेक्ट गरेर चाहिँ हजुरले यहाँ सेन्ड एसएमएस गर्नुभयो भने चाहिँ यो पार्टीलाई चाहिँ एसएमएस पनि जान्छ। यदि हजुरले नम्बर चाहिँ एन्ट्री गरेर राख्नुभएको छ भने चाहिँ यहाँबाट एसएमएस पनि जान्छ। पेमेन्ट गरेछु भनेर, पेमेन्ट पायो भनेर चाहिँ यसरी एसएमएस अलर्ट पनि पठाउन सक्नुहुन्छ। यसपछि रहेको छ हाम्रो इन्भेन्ट्री। इन्भेन्ट्रीमा चाहिँ हजुरको हुने भनेको चाहिँ पर्चेसदेखि लिएर ओभरअल इन्भेन्ट्री म्यानेजमेन्ट चाहिँ यसबाट हुन्छ। जस्तै पर्चेस एन्ट्री यसबाट हुने भयो। हजुरले यहाँ बिल नम्बर राख्नु पर्यो, सप्लायर चुज गर्नु पर्ने भयो, त्यसपछि ट्याक्स पिरियड कुन हो यो चुज गर्नु पर्यो, त्यसपछि आइटम नेम कुन आइटम पर्चेस भएको यो चुज गरेर हजुरले यसबाट नै अपडेट चाहिँ सेलिङ प्राइस चाहिँ यसबाट अपडेट गर्न सक्नुहुन्छ। कस्ट प्राइसको आधारमा पर्चेसबाट नै सेलिङ प्राइस चाहिँ अपडेट गर्न सक्नुहुन्छ। जस्तै कि हजुरको कस्ट प्राइस चाहिँ एउटा सामानको बढेर आयो भने चाहिँ हजुरको अब मार्जिन त मेन्टेन गर्न पर्यो हजुरले, त्यही हिसाबले हजुरले यहाँबाटै कस्ट प्राइस यति छ, अब सेलिङ प्राइस कति राख्दा ठिक हुन्छ भनेर चाहिँ यहाँबाट चेन्ज गर्न सक्नुहुन्छ। यसरी चेन्ज गरेर चाहिँ यो पोस्ट गर्नुभयो भने चाहिँ हजुरको पर्चेस बिल चाहिँ पोस्ट हुन्छ। त्यसपछि हजुरको स्टकमा चाहिँ इनवार्ड भएर चाहिँ हजुरको स्टक पनि बढ्छ पर्चेस एन्ट्रीबाट नै। त्यसपछि अरू इन्भेन्ट्रीमा हुने काम भनेको पर्चेस रिटर्न भइहाल्यो। अब पर्चेसको हिस्ट्री भइहाल्यो। के एडिट गर्न छ भने पर्चेस बिल हान्दा थोरै मिस्टेक भयो भने चाहिँ यहाँबाट एडिट गर्न सक्नुहुन्छ। नर्मल्ली यसरी एडिटमा क्लिक गरेर चाहिँ यहाँबाट एडिट गरेर चाहिँ फेरि पोस्ट गरिदिनु भयो भने चाहिँ यो एडिट हुन्छ। त्यसपछि यसमा छ हाम्रो ओपनिङ इन्भेन्ट्री भनेर छ। ओपनिङ इन्भेन्ट्रीमा चाहिँ हजुरले एउटा आइटमको चाहिँ ओपनिङ स्टक चाहिँ यहाँबाट एन्ट्री गर्न सक्नुहुन्छ।
यसरी आइटम सिलेक्ट गरेर चाहिँ हजुरको ओपनिङ स्टक चाहिँ यहाँबाट इन्ट्री गर्न सक्नुहुन्छ। त्यसपछि अर्को रहेको छ स्टक एडजस्टमेन्ट भनेर छ। यसबाट चाहिँ हजुरले स्टकको ड्यामेज र क्लोजिङ ब्यालेन्सलाई चाहिँ सेट गर्न सक्नुहुन्छ। यसमा चाहिँ हजुरले यहाँ एक्सनमा चाहिँ ड्यामेज क्लिक गर्नुभयो भने चाहिँ आइटम सिलेक्ट गरेर चाहिँ यहाँबाट चाहिँ कति क्वान्टिटी ड्यामेज भयो त्यो चाहिँ राखेर चाहिँ हजुर ड्यामेज इन्ट्री गर्न सक्नुहुन्छ। त्यसपछि अब हजुरको स्टक चाहिँ फिजिकल स्टक र यहाँ सिस्टमको स्टक चाहिँ म्याच भएको छैन भने चाहिँ हजुरले यहाँ सेट क्लोजिङ ब्यालेन्स गरेर चाहिँ त्यसलाई चाहिँ म्याच गर्न पनि सक्नुहुन्छ। मानव यो आइटमको चाहिँ हजुरसँग फिजिकल स्टक चाहिँ 4 छ तर हजुरको सिस्टममा स्टक चाहिँ 2 भनेर देखा छ। अब यसलाई चाहिँ हजुरले म्याच गर्नको लागि चाहिँ फिजिकल स्टक कति छ 4 छ, हजुरले 4 राखेर चाहिँ अवेलेबल स्टकमा 4 राखेर सेभ गर्नुभयो भने चाहिँ यो चाहिँ हजुरको स्टक एडजस्टमेन्ट हुन्छ र हजुरको चाहिँ स्टक चाहिँ त्यसपछि मिल्दै जान्छ। अब यसपछि हाम्रो रहेको छ रिपोर्ट्सको पार्ट। रिपोर्ट्समा चाहिँ हजुरको इन डेप्थ सबै सेल्स, पर्चेस, इन्भेन्ट्री, पार्टी स्टेटमेन्ट यिनीहरूको सबै रिपोर्ट चाहिँ यसबाट हुन्छ। सेल्समा पनि हजुरले जेनरल सेल्स रिपोर्ट, जेनरल सेल्समा पनि हजुरको बाई पार्टी चुज गरेर पार्टीले गरेको सेल्स, बाई युजर आफ्नो स्टाफले गरे अनुसार सेल्स, बाई ट्याक्स कोड यसरी चाहिँ हेर्न मिल्छ। अब क्वान्टिटी वाइज सेल्समा पनि हजुरले प्रोडक्ट ग्रुप वाइज, पब्लिसर वाइज, पार्टी वाइज, एरिया वाइज यसरी चाहिँ हेर्न मिल्छ हजुरले। त्यसपछि हजुरले सेल्स एजेन्ट छन् भने यदि इन्भोइस लिस्ट बाई सेल्स एजेन्ट अनुसारले पनि सेल्सको चाहिँ एनालाइसिस गर्न मिल्छ। त्यसपछि अब हजुरको सेल्स भोइड एन्ड रिटर्न कति भएको छ भनेर चाहिँ हेर्न छ भने चाहिँ यो पनि यहाँबाट हेर्न मिल्छ। सेल्स चाहिँ कति डिलिट भयो एउटा मन्थमा एउटा विकमा भनेर त्यसको पनि एनालाइसिस गर्न सक्नुहुन्छ। त्यसपछि इन्भेन्ट्री एनालाइसिस भनेर छ। यसबाट चाहिँ हजुरले स्टकको करेन्ट इन्भेन्ट्री चाहिँ थाहा पाउन सक्नुहुन्छ, डेट वाइज स्टक समरी, अनि त्यसपछि इन्भेन्ट्री समरीबाट चाहिँ ओभरअल इन्भेन्ट्रीको चाहिँ एउटा रिपोर्ट आउँछ। यसरी सर्च गर्नुभयो भने चाहिँ यहाँ कति छ यसको क्लोजिङ, अब मसँग अब रहेको स्टकको कस्ट भ्यालु कति छ भनेर चाहिँ यसरी यहाँबाट हेर्न मिल्छ। हजुरलाई समरी वाइज हेर्न छ सबै आइटमको भने चाहिँ यसबाट हेर्दा हुन्छ, र एउटा आइटमको हेर्न छ भने चाहिँ इन्भेन्ट्री लेजर एनालाइसिस भनेर छ। यसमा एउटा आइटम सिलेक्ट गर्नु, त्यसपछि सर्च गर्नुभयो भने चाहिँ यसरी एउटा आइटमको पनि यसमा आउँछ। त्यसपछि हजुरको ब्याच एन्ड एक्सपायरीको कुराहरू छ भने चाहिँ त्यो चाहिँ नियर एक्सपायरी आइटम भनेर त्यसको रिपोर्ट आउँछ। त्यसपछि हजुरको पार्टी स्टेटमेन्टमा चाहिँ हजुरको पार्टी ब्यालेन्स समरी, सबै पार्टीको, अब रिसिभेबल पार्टीको कति पाउन छ मैले, अब पेएबल पार्टी सिलेक्ट गर्नु भने चाहिँ मैले कति तिर्न रहेछ सबै पार्टीहरूलाई भनेर चाहिँ यहाँबाट हेर्न मिल्छ। त्यसपछि एजिङ एनालाइसिस भनेर छ। एजिङ एनालाइसिसमा चाहिँ हजुरले अघि एजिङ सेटअप, प्रडक्ट सेटअपमा रहेको एजिङ सेटअपमा गर्नुभएको सेटअप अनुसार चाहिँ पार्टीको पेमेन्ट चाहिँ कुन डेजमा आइरहेको छ भनेर चाहिँ यसरी यहाँबाट एनालाइसिस गरेर चाहिँ हजुरको क्रेडिटलाई चाहिँ मोर म्यानेज गर्न सक्नुहुन्छ। त्यसपछि अर्को रहेको छ यसमा पेमेन्ट एन्ड रिसिप्ट रिपोर्ट भनेर रहेको छ। यसबाट चाहिँ हजुरले पेमेन्ट एन्ड रिसिप्ट जति पनि एन्ट्री गर्नुभएको छ त्यो चाहिँ यहाँबाट हेर्न मिल्छ हजुरको चाहिँ। अब रिपोर्ट्समा चाहिँ यति नै हो। त्यसपछि हाम्रो क्रेडिट स्टेटमेन्ट भनेर छ। यसमा चाहिँ हजुरको माथि नै रहेको जस्तो रिपोर्ट हो, पे पार्टी ब्यालेन्स समरी, एजिङ एनालाइसिस, पेमेन्ट एन्ड रिसिप्ट रिपोर्ट। यो चाहिँ माथि रिपोर्ट्सबाट हेर्दा पनि भयो हजुरले, पार्टी स्टेटमेन्टबाट चाहिँ हजुरले क्रेडिट स्टेटमेन्टबाट चाहिँ हेर्दा पनि भयो हजुरले। त्यसपछि हाम्रो अर्को मोडल रहेको छ फाइनेन्स भनेर रहेको छ। फाइनेन्समा चाहिँ हजुरले अब हजुरको पर्चेस, सेल्स, अरू अपरेसनल कामहरू चाहिँ हजुरको यता ड्यासबोर्डतिरबाट चाहिँ भइरहेको हुन्छ। यसबाट चाहिँ अब हजुरले एकाउन्ट रिलेटेड काम गर्न पर्यो भने चाहिँ अब अडिटको लागि होस् या कुनै हजुरले आफूलाई एकाउन्टिङ रेकर्ड राख्न छ भने चाहिँ एकाउन्टिङको काम चाहिँ सबै यताबाट हुन्छ, हजुरको फाइनेन्सबाट हुन्छ। यसबाट हजुरले लेजर क्रिएट गर्ने, हजुरको ट्री अनुसार लाइबिलिटी, एसेट्स, इन्कम, एक्सपेन्डिचर भित्र चाहिँ कुन लेजर क्रिएट गर्ने, डाइरेक्ट एक्सपेन्सेस भित्र कुन लेजर क्रिएट गर्ने, यो अनुसार लेजर क्रिएट गरेर हजुरले भाउचर एन्ट्री चाहिँ गर्न मिल्छ। जर्नल भाउचर, त्यसपछि रिसिप्ट एन्ड पेमेन्ट भाउचर, त्यसपछि हजुरको पर्चेस भाउचर, यहाँबाट चाहिँ यसरी एन्ट्री गर्न मिल्छ।
अब हजुरले स्यालेरीको स्टाफलाई दिएको स्यालेरीको कुराहरू रेकर्ड गर्छु भन्नुभयो भने चाहिँ यहाँबाट पनि स्टाफको लेजर क्रिएट गरेर चाहिँ यहाँ चाहिँ स्यालेरी चाहिँ इन्ट्री गर्न सक्नुहुन्छ। जस्तै कि अब यहाँ मोडलाई डेबिट गरेर एउटा लेजर सेलेक्ट गरेर यहाँबाट चाहिँ इन्ट्री गर्न सक्नुहुन्छ जर्नल भाउचर। यहाँबाट क्रेडिट गरेर चाहिँ इन्ट्री गर्न सक्नुहुन्छ र न्यारेसन लिएर चाहिँ सेभ गर्न सक्नुहुन्छ। अब यो एन्ट्री भएको भाउचर्स र उता हाम्रो सेल्स र पर्चेस भएको डाटा अनुसार चाहिँ हजुरको एउटा फाइनान्सियल रिपोर्ट चाहिँ क्रिएट हुन्छ। जस्तै कि ब्यालेन्स सिट, हजुरको ट्रायल ब्यालेन्स, एसेस र एक्सपेन्स डिटेल, त्यसपछि इन्कम एक्सपेन्डिचर, कति मेरो प्रफिट छ, कति मेरो लस छ, त्यो सबै चाहिँ क्याल्कुलेट हुन्छ। त्यसपछि क्यास फ्लो, मेरो क्यास चाहिँ कसरी फ्लो गरिरहेछ, कति छ इनवर्ड फ्लो, कति छ आउटवर्ड फ्लो, त्यसलाई चाहिँ यसरी ट्र्याक गर्न सक्नुहुन्छ। त्यसपछि अर्को रहेको छ यसमा लेजर रिपोर्ट, जसबाट चाहिँ हजुरले भाउचर्सहरू एन्ट्री भएको हेर्ने, त्यसपछि भाउचरहरूलाई चाहिँ क्यान्सल गर्ने काम चाहिँ यहाँबाट गर्न मिल्छ हजुरले। त्यसपछि हजुरले क्रिएट गरेको लेजरको सबैको सम्मरी चाहिँ यहाँबाट यसरी हेर्न मिल्छ, ग्रुप वाइज यहाँबाट हेर्न मिल्छ। त्यसपछि सब लेजरहरू छ भने चाहिँ सब लेजरको हेर्न मिल्छ र एउटा लेजरको हेर्न पर्यो भने चाहिँ इन्डिभिजुअल लेजरबाट चाहिँ हजुरले हेर्न मिल्छ। त्यसपछि अर्को रहेको छ हाम्रो लेजर सम्मरी मन्थ वाइज, हजुरको क्रिएट गरेको लेजरको चाहिँ मन्थ वाइज रिपोर्ट हेर्न चाहनुहुन्छ भने चाहिँ यहाँबाट चाहिँ हजुर जान मिल्छ। यसरी गरेर चाहिँ हजुरको मन्थ वाइज रिपोर्ट चाहिँ डिटेलमा भाद्रमा के छ ब्यालेन्स, असोजमा के छ ब्यालेन्स, यसरी चाहिँ हेर्न मिल्छ सबै चाहिँ। हजुर आजको भिडियोमा चाहिँ हजुरलाई यति नै भयो। हजुरलाई केही कन्फ्युजन, केही सोध्न पर्ने कुरा छ भने चाहिँ हजुरलाई प्रोभाइड गरिएको नम्बरमा चाहिँ हजुरले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हस्, धन्यवाद।